हेलो हेलो साथीहरू है। आज चाहिँ म एक बिहानै उठेँ हैन, अनि 5 बजे बिहानै उठेर नुहाइधुवाइ गरेँ। अनि सर आज चाहिँ कति रुममा सुत्नु भनेर बिहानै हिन्दू टेम्पल यहीँ नजिकै छ क्या, आधी घन्टा लाग्छ हिँडेर जान। अनि म चाहिँ बिहानै हिँडेँ, सर बाटोमा हिँड्दै थिएँ। अनि के अरे ड्युटी जानलाई अरू मान्छेहरू चाहिँ पुरै बाटोमा आफ्नो गाडीको वेटिङ गर्दै थिए क्या। अनि म चाहिँ एक्लै टुई हिँडेँ। लास्ट गर्मी छ है गाइस। अनि हिँड्दै गएँ गर्मी लास्टै छ। मेरो पसिना आएर हेर गाइस, बिजो भइरहेको पसिना पुस्दै गएँ म चाहिँ हैन। अनि जाँदै थिएँ लगभग यो भिडियोमा देखाएको चाहिँ म लगभग आधी बाटोमा पुगिसकेँ है गाइस। मन्दिर जाने आधी बाटोसम्म पुगिसकेँ। अनि यो अगाडि जाने दुईजना चाहिँ नेपाली नै हुँदो रहेछ। पछि आउँदाखेरि चाहिँ चिनजान भयो। जाँदाखेरि त उनीहरू आफ्नै सुरमा गयो, म चाहिँ आफ्नै सुरमा गएँ, यता देखाउँदै भिडियो। अनि जाँदै थिएँ अनि एकदम म चाहिँ आफ्नै पारामा भिडियो बनाउँदै हिँड्दाखेरि हैन गाइस। अनि अब चाहिँ मन्दिर नजिक छेउ पुग्न लागिसकेँ म। त्यहाँ माथि देखिरहेको चाहिँ मन्दिर हो हैन, त्यहाँ माथि पुग्नुपर्छ। अनि म चाहिँ एकदम आफ्नै पारामा चाहिँ एकदम चिलमा हिँडिरहेको थिएँ, किनकि राष्ट्रै गर्मी थियो। अनि एक्लै के गरौँ भयो। अनि यसो भिडियो बनाउँदै हिँडेको। अनि यसो हेरेको मन्दिर अगाडि चाहिँ पुरै काम भइरहेको रहेछ, यस्तो कन्स्ट्रक्सन लाइनको त्यो काम भइरहेको रहेछ। अनि त्यहाँ ठ्याक्कै त्यहाँ अगाडि चाहिँ मन्दिर छ। यो चाहिँ मन्दिरको यता पछाडिपट्टिको भाग हो, जहाँ चाहिँ काम भइरहेको रहेछ अहिले। म चाहिँ आफ्नै पारामा भिडियो बनाउँदै गएँ। अनि यो देखिरहेको चाहिँ मन्दिर हो है गाइजहरू। मन्दिर पनि आइपुग्यो फाइनल्ली। अनि म गएँ भित्र। चाहिँ भिडियो बनाउन एलाउड छैन, त्यही भएर मैले बाहिरबाट मात्र बनाएँ। भित्रको चाहिँ भिडियो छैन साथीहरू, किनकि भिडियो बनाउन मिल्दैन नि त। त्यही भएर म चाहिँ बाहिरका देखाएँ। अनि त्यहाँ गएँ पानी खाएर अनि सर यताउति घुमेँ। अनि भित्र छिरेँ म। यो चाहिँ बाहिरको भाग हो मन्दिरको हैन गाइस। को जान आउनु भएको छ हैन, नआउनु भए पनि एकचोटि आउनु होला। यो चाहिँ हिन्दू टेम्पल जबलली हो, जबललीमा छ यो चाहिँ। अनि यो चाहिँ बाहिरको भाग हो, यहाँबाट चाहिँ भित्र छिर्नुपर्छ। यो मैले बाहिरको मात्र भिडियो बनाएँ गाइस, किनकि भित्र एलाउड छैन नि त भिडियो बनाउन। त्यही भएर भित्र भगवानको फोटोहरू छ। अनि यो पारी देखिया चाहिँ चर्च हो है गाइस। कोहीजना क्रिस्चियन हुनुहुन्छ भने चाहिँ ठ्याक्क आउन सक्नुहुन्छ चर्च। ओके, थ्याङ्क यू सो मच गाइस। सो हामी चाहिँ अब नेक्स्ट भिडियोमा भेटौँला हैन। सबैजनाले भिडियो हेरेर साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद।